Hello everyone, welcome to Knowledge Hub. फाइनली डिभी 2026 को रिजल्ट पब्लिस भइसकेको छ र आज यो भिडियोमा मैले हजुरहरूलाई रिजल्ट कसरी हेर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि फर्स्टमा हजुरहरूले गुगलमा गएर डिभी लटरी भनेर सर्च गर्नुहोस्, ब्राउजरमा गएर यसरी सर्च गर्दाखेरि फर्स्टमा हजुरले देख्न सक्नुहुन्छ इलेक्ट्रोनिक डाइभर्सिटी भिजा भनेर, जसको डिभी प्रोग्राम डट स्टेट डट जिओभी भन्ने हजुरले युआरएल देख्न सक्नुहुन्छ। फेक युआरएल पनि हुनसक्छ, त्यसैले गर्दा हजुरहरूले फर्स्टमा युआरएल भ्यालिड छ या छैन भनेर हजुर क्लियर हुनुपर्ने हुन्छ। र मैले यो लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिन्छु। त्यसपछि हजुरले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यस्तो ड्यासबोर्ड खुल्छ, जसमा इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राम थ्याङ्क यू अनि डिभी इन्ट्रान्स स्ट्याटस चेकअप भनेर आउँछ, जसमा यहाँ देख्न सकिन्छ 2026 इन्ट्रान्स स्ट्याटस चेकअप भनेर। डिरेक्टली हामी चेक स्ट्याटसमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि फेरि हामीले कन्टिन्यू भन्नेलाई क्लिक गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि फर्म आउँछ, जसमा कन्फर्मेसन नम्बर अनि फ्यामिलीको लास्ट नेम र इयर अफ बर्थ र एउटा अथेन्टिकेसन क्याप्चा दिएको हुन्छ। अब यो कहाँ हुन्छ भन्ने लाग्छ भने हजुरले जुन बेलामा फर्म भर्नु भएको हुन्छ त्यो बेलामा एउटा तपाईँलाई लेटर आएको हुन्छ, जुन लेटर यसमा यस्तो हुन्छ, हेर्नुहोस्। जस्तै यहाँ इन्ट्रान्स नेम भनेर छ, खड्का राम प्रसाद, अनि कन्फर्मेसन नम्बर, इयर अफ बर्थ, डिजिटल सिग्नेचर भनेर छ। अब हामीलाई चाहिने के भन्दाखेरि एउटा हामीलाई कन्फर्मेसन नम्बर चाहियो, एउटा फ्यामिली लास्ट नेम र अनि इयर अफ बर्थ चाहियो। अब मैले ढिला नगरी रिजल्ट हेर्नेतर्फ लाग्छु। अब कन्फर्मेसन नम्बर यहाँनिर इन्टर गर्नुपर्ने हुन्छ। यसको लागि हजुरहरूले देख्न सक्नुहुन्छ कन्फर्मेसन नम्बर भनेर 202ZU25Q47। त्यसै गरी लास्ट नेम भनेको हजुरको थर, जसमा यहाँ खड्का राम प्रसाद छ भनेपछि खड्का भयो। र अब इयर अफ बर्थ 1998। यति गरिसकेपछि अब हामीले अथेन्टिकेसनको लागि क्याप्चा इन्टर गर्छौँ, BP5KY9। अब हाम्रो फर्ममा डेटा फिल गरेर सकियो। अब भनेको हामीले सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि अब रिजल्टको ड्यासबोर्ड देख्न सक्नुहुन्छ। यहाँ लेख्यो नि, बेस्ड अन द इन्फर्मेसन प्रोभाइडेड द इन्ट्री हेज नट बिन सेलेक्टेड फर फर्दर प्रोसेसिङ फर द इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राम भन्यो। भन्नुको मतलब यो इन्ट्री गरेको डेटा अनुसार हजुर सिलेक्सन हुनु भएको छैन फर्दर प्रोसेसिङको लागि। इफ यदि सिलेक्सन भएको भए एउटा लेटर आउँथ्यो, जुन लेटरमा डियर डट डट कङ्ग्रेचुलेसन भनेर एउटा लेटर आउँछ, 1 पेज जति हुन्छ, जसमा डिटेलहरू सब डिटेल हुन्छ। जस्तै अब एड्रेस, कुन एड्रेस हो हजुरको, होइन, सबै कुरा खुलाएर लेखेको हुन्छ। यसरी आउँदैन, होइन। तर मान्छेहरूले अब एडिट गरेर ह्याज बिन सिलेक्टेड भनेर एउटा मिमको लागि गराइरहेको हुन्छन्, तर यस्तो लेटर चाहिँ हुँदैन। जसरी यहाँ त हजुरले ह्याज नट बिन सिलेक्टेड भनेर देख्नु भएको छ, यसमा हजुरको यस्तो टाइपको लेटर आउँछ इफ हजुरलाई डिभी पर्यो भने।
जसमा युनाइटेड स्टेट डिपार्टमेन्ट अफ स्टेट काउन्सलर सेन्टर भनेर छ। अनि यसमा युजरको जसलाई डिबी परेको छ त्यसको डिटेलहरू हुन्छ। अनि यु हेभ बिन ऱ्यान्डमली सिलेक्टेड फर फर्दर प्रोसेसिङ इन डाइभर्सिटी इमिग्रेन्ट भिजा प्रोग्राम भनेर यसरी आएको हुन्छ र तलपट्टि एड्रेस अनि केस नम्बरहरू सबै कुरा खुलाएको हुन्छ। अहिले गोपनीयताको लागि मैले हल्का इन्फर्मेसनहरू हाइड गरेको छु। र अब इफ परिसक्यो भने अब के गर्ने भन्नेमा पनि हजुरहरूलाई कौतूहलता हुनसक्छ। अब इफ परिसक्यो भनेपछि हजुरको फर्स्ट भनेको के हुन्छ भनेपछि DS-260 भन्ने एउटा फर्म हुन्छ जुन भर्नुपर्ने हुन्छ। अब हजुर जसलाई यस्तो टाइपको लेटर मतलब डिबी लटरी परेको छ उहाँहरूले अब नेक्स्ट फर्दर स्टेप भनेको DS-260 भन्ने फर्म फिलअप गर्नुपर्ने हुन्छ, जसमा एकदम डिटेलमा सबै कुरा राख्नुपर्ने हुन्छ। इफ हजुरले अगाडि भर्दाखेरि केही मिस्टेक गर्नुभएको छ भने पनि त्यो DS-260 मा हजुरले सच्याउन सक्नुहुन्छ, केही सच्याउन पाइन्छ। र DS-260 फर्म भरिसकेपछि हजुर भनेको अब इन्टरभ्यू इमेलको लागि वेट गर्ने हो, जसलाई हामीले सेकेन्ड लेटर पनि भन्छौँ। इन्टरभ्यू इमेल आइसकेपछि हाम्रो नेक्स्ट भनेको मेडिकलको लागि हामीले फर्दर काम गर्नुपर्ने हुन्छ। त्यसपछि हामी इन्टरभ्यूमा उपस्थित हुनुपर्ने हुन्छ। यसरी नै सम्पूर्ण प्रक्रियाहरू डिबीको कम्प्लिट हुन्छ। इफ केही हजुरलाई त्यस्तो डाउट लाग्यो भने हजुरले मलाई कमेन्ट मार्फत या फेसबुकको लिङ्कहरू पनि डिस्क्रिप्सनमा दिएको छु, त्यसबाट मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ओके, आजको लागि यति नै। थ्याङ्क यू।